हेलो 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 गाइस, सन्चै हुनुहुन्छ हजुरहरूलाई? कस्तो छ, के छ खबर? आजबाट चाहिँ मैले भ्लग स्टार्ट गर्न लाग्यो र यो हाम्रो एक प्रकारको शिवजीको प्रसाद। यो तराई एकदमै खेतीको लागि एकदमै उपज मानिन्छ, एकदमै मान्ने प्रशस्त ठाउँ मानिन्छ तराई। यो चाहिँ हाम्रो एक प्रकारको शिवजीको प्रसाद र यसको नाम के हो हजुरहरूलाई थाहा छ भने कमेन्टमा कमेन्ट गरिदिनु होला। यो प्लिज यो सेवन नगरिदिनु होला, यो स्वास्थ्यको लागि हानिकारक छ। मैले जस्ट भिडियो मात्र देखाएको। यो हाम्रो ठुलमम्मीले खानुहुन्छ, त्यसैले बनाएको लाउनु भयो रहेछ यहाँ। यो चाहिँ स्वास्थ्यका लागि हानिकारक छ, प्लिज यसको सेवन नगरिदिनु होला। यो चाहिँ एक प्रकारको शिवजीको प्रसाद हो। यसको नाम थाहा छ भने हजुरहरूलाई कमेन्ट गरिदिनु। यो चाहिँ गहुँ आफ्नै बारीमा लगाएको अन्न, तराईको विशेष अन्न हो। यो तराईमा एकदमै धेरै खेती कृषि उपजका लागि तराई एकदमै बढी मानिन्छ। पुरै पाकिसकेको छ, पाक्न लाग्छ बिस्तारै। हरियाली कस्तो राम्रो देखिन्छ। तराई हाम्रो पनमपुर घोडाघोडी गैडा खेडा हो। एकदमै राम्रो छ, यहाँको दृश्य एकदमै सुन्दर छ। एकदमै फ्रेस ठाउँ लाग्छ मलाई। मैले ब्लग त बनाउँथेन, आजबाट स्टार्ट गर्न लागेको। मैले भिडियोहरू अपलोड गरिरहन्थेँ युट्युबमा। मेरो मैले ऱ्याप गाउँछु, ऱ्याप इन्डस्ट्रीतिर लागेको थिएँ म। मेरो ऱ्याप यदि हजुरहरूले सुन्नुभएको छैन भने सुनिदिनु होला। दोर्जे भाइ अथवा विकास छेत्री युट्युबमा सर्च गर्नु होला र त्यहाँ आउँछ मेरो ऱ्यापहरू। सबैजनाले हेरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। म आजबाट भ्लग पनि स्टार्ट गर्छु। यदि हजुरहरूलाई मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला प्लिज। सबैले साथ सपोर्ट गरिदिनु होला, हामीलाई पनि माया देखाइदिनु होला। अरूलाई अगाडि बढाए जस्तै हामीलाई पनि अगाडि बढाइदिनु होला। आज चाहिँ मैले आजबाट भ्लग स्टार्ट गरेछु। हजुरहरूलाई कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला। यस्तै नयाँ नयाँ खालको भिडियोहरू पनि ल्याउँछु म। हजुरहरूलाई कस्तो खालको भिडियो मनपर्छ, कस्तो खालको बनाउँदा राम्रो हुन्छ, त्यो पनि हजुरहरूले सल्लाह दिनु सक्नुहुन्छ। सल्लाह हजुरहरूको सल्लाह अनुसार म पनि जानेछु यस्तो गर्दा राम्रो हुने रहेछ भन्ने। हजुरलाई कस्तो गर्दा राम्रो हुन्छ भन्ने लागेछ भने प्लिज कमेन्ट गरिदिनु होला सबैजनाले। एकदमै राम्रो ठाउँ छ यो चाहिँ। हाम्रो पुरै गाउँको बारी छ, यहाँ चाहिँ गाउँ लागेछ, पुरै लगाएछ। चाहिँ हाम्रो ट्याङ्नामा पर्छ, घोडाघोडी गैडाखेडा। हेर्नुहोस् यो दृश्य। कस्तो खालको भिडियो मनपर्छ हजुरहरूलाई कमेन्ट गर्नु होला। कोही पनि खासै बनाउन त आउँदैन, त्यही पनि ट्राई गर्दैछु म।
यसो टाइम पासको लागि अब के गर्ने घरमा बस्दा बस्दै पनि झ्याल लाग्यो अनि के गर्ने यसो टाइम पासको लागि भिडियो बनाउनु यदि हजुरलाई मन परेमा लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनु होला प्लिज अनि सबैजनाले साथ सपोर्ट गरिदिनु होला। आज चाहिँ म यो लोकल अर्ग्यानिक तरकारीहरू देखाउने छु। हाम्रो बारीमा के लगाएका छन् यहाँ हाम्रो बारीमा लगाएको लोकल अर्ग्यानिक तरकारीहरू देखाउने छु हजुरहरू हेर्दिनु होला। लसुन हो प्याज हो प्याज प्याज लगाएछ यता पछाडि देखिरहेको संसारका क्षेत्रको लागि एकदमै मान्य मानिन्छ। एकदमै खेतीको लागि एकदमै उच्च छ तराई एकदमै राम्रो छ। यहाँ सुनफलले माटो जस्तै तराईमा सुन फल्छ अरे हेर्नुहोस् सुन एकदमै खेती किसानीको लागि मान्ने यो ठाउँ तराई एकदमै नेपाल कृषि प्रधान देश हो सबैलाई थाहा होला। विदेश जानु पनि किन पर्ने नेपालमै खेती किसान गरे पुग्छ। तर यस्तो हुन्छ गाई खेतीहरू गर्दाखेरि कहिलेकाहीँ बाढीहरू आएर बगाइदिन्छ र आफूले लगाएको लगानी नै उठ्दैन। कृषिहरूमा यस्तै खेर जान्छ बिग्रिन्छ त्यो गर्दा गर्दै पनि भएन भने चाहिँ हाम्रो लास्टमा उपाय नै त्यही हुन्छ गाइस। उपाय नै देश छोडेर जानुपर्ने हुन्छ। यस्तै छ के गर्नु गाइस जिन्दगी गर्नै पर्यो खानै पर्यो लाउनै पर्यो नगरेर खान पाइन्न हजुर त्यस्तै छ। आजलाई यति नै गाइस कस्तो लाग्छ लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनु होला। मन परेमा म अर्को भिडियोमा पनि नयाँ हजुरहरूले कस्तो लाग्छ सल्लाह दिनु होला सल्लाह है। यस्तै छ गाइस के गर्ने टाइम पास गर्नु पर्यो घरमा बस्दा पनि बोर लाग्यो केही गर्नु पर्यो। नेक्स्ट भिडियोमा देखाउने छु सल्लाह अनुसार भिडियोमा फेरि आउनेछु। भिडियो हेरेर साथ दिनु।